नलपरासी दूसरा जिल्ला घोडा सभाको कार्यक्रम सञ्चालकज्यू, त्यसै गरी यही कार्यक्रम सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिको भूमिका निभाउनु भएको केन्द्रीय सभा सहसचिव सान मेचेज्यू, त्यसै गरी हाम्रो केन्द्रीय मङ्गोल नेकपा केन्द्रीय सभा प्रवक्ता रिन्सिन तामाङज्यू, त्यसै गरी लगायत देशमा आसीन अतिथिगण, मङ्गोल नेसनल अर्गनाइजेसन शुभचिन्तक महामानवहरू, पत्रकार मित्रहरू, यसै फुटबल ग्राउन्डमा सुरक्षित दिँदै आइरहनु भएको सुरक्षाकर्मी मित्रज्यूहरू, सबैमा मेरो मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रीय सभाको तर्फबाट र व्यक्तिगत मेरो तर्फबाट मङ्गोल शुभकामना, क्रान्तिकारी सल्लो टुक्रा जनसुगन जय मङ्गोल। समयको पाबन्दीमा म धेरै बोल्न चाहिन्न, हाम्रो वक्ता हुनुहुन्छ, उहाँले प्रस्ताउनु हुनेछ र उहाँको सुन्न र बुझ्न जरुरी छ। आज उपस्थित हुनुभएको महानुभावहरूमा र पनि आज मलाई यति खुसी लागेको छ कि 2073 सालबाट यही तपाईँको पडोसी देवदह नगरसभाको सभा अध्यक्ष, नगर अध्यक्षबाट कार्यवाही गर्दै आएर जिल्ला अध्यक्ष, जिल्ला सदस्य हुँदै म त्यतिखेर प्रदेश सभा थिएन, पाँचौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सभाको पाँचौँ राष्ट्रियबाट पनि निर्वाचित भएर केन्द्रीय सभाको सदस्यता निर्वाह गर्दै आइरहेको उसमा मलाई आज यो प्राङ्गणमा यो भेला देख्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसन नलपरासी दूसरा जिल्ला अधिवेशनको भव्य र सबै कार्यकालको सबै बनाउनको लागि उपस्थित हुनुभएको उसमा मलाई धेरै धेरै खुसी लागेको छ। यसै गरी तपाईँ हामीमा पनि सबैमा यो मङ्गोल जागरण होस् भन्ने कुरामा के हुनपर्छ भने म जब हाम्रो देवदहमा पनि मङ्गोलको भन्दा बिउ पनि थिएन, जस्तो म त्यो बेला सुरुवात गरेर म नगर अध्यक्षको उसमा हुँदाखेरि तपाईँलाई धेरैलाई कति ज्ञान छ, जब हामीले प्रथम नगर अधिवेशन खैरेनीको बजारमै गर्दाखेरि पनि हामी माथि घातक प्रब्लम आएको हो र पनि हामी पछि रहिएन र अर्धै अहिले हाम्रो देवदह नगरमा पनि धेरै मङ्गलमय भइसकेको छ। त्यस्तै गर्दा यो नलपरासीमा पनि हामीले धेरै पालि प्रशिक्षण गरिएको छु, म पनि उपस्थित भएछु त्यो प्रशिक्षण कार्यक्रममा, तर अहिले बल्ल यहाँ त आएर यस्तो हुँदाखेरि यो देख्दा यो माल देख्दाखेरि मलाई धेरै खुसी लागेको छ। यसै गरी तपाईँ हामीले अघि बढ्नको लागि म मङ्गोल हुँ भन्नै पर्यो, किनकि दुईवटा कित्ताको त यहाँ नेपालमा छ, यहाँ निग्रो छैन। आर्य मङ्गोलको उपस्थितिमा सबै हामीले आर्यको झोले बन्न भएन, झोले बनेकाले पनि अझ बुझेका छैनन्। 2/3 को बलियो नेकपा सरकार हुँदा त्यो शेरबहादुर तामाङ भन्नेलाई कानुन मन्त्री बनाएका 1 महिनामा डिजल्भ गरिदिए, त्यो उसले बुझ्दैन अझै पनि म यो झोले बनेर यहाँ बस्न पर्दो रहेछ भन्ने कुरा, किन उसको नुन खाएको छ, उसको झोले बन्यो छ। हनुमान भन्दाखेरि नारा लाइयो, हनुमान बन्न छाडिदे भन्ने, यो हनुमान भनेको न आफ्नो घर बनाउँछ न दुसराको घर बनाइदिन्छ, यस्तो चिज हो यो, यसलाई हामीले बुझ्न जरुरी छ। त्यसै गरी हर चिजबाट हामी मङ्गलमय बन्दै हिँड्नुपर्छ र एक दुसरालाई मङ्गल बन्न। हाम्रो अब नगर देवदहमा पनि धेरै छ, हाम्रो 7 नम्बर वार्डमा मेरो नाम करण सिंह नेपाली हो, त्यस्तै बहुत छन् त्यहाँ नेपाली, तर अझै पनि उहाँ एमालेको र माओवादीको काङ्ग्रेसका झोले छन्। हेर्नुहोस्, मैले उनीहरूलाई के सुजेसन दिन्छु भने भोलि गएर मङ्गोलको सत्ता आएपछि मङ्गोल अधिकारबाट वञ्चित भयो भने तिमीहरूको हातले तिमीहरूको निधरा हान्न नपरोस्, यसलाई बुझेर हिँड्नुहोस् भनिदिन्छु मैले। हेर्नुहोस्, त्यसो गर्दा हामीले बुझ्न जरुरी छ, हामीले अर्काको घरमा गएर अर्काको झोला बोकेर हामीलाई अधिकार मिल्ने कुरा छैन। त्यसो भएर महामानव टाटा गोपाल गुरुङले आजबाट होइन उहिलेबाट महेन्द्रकै पालाबाट बोल्दै आउनुभयो, अझ बोलेर पनि भएन, उहाँले लेख्दै आएर उ गरेको पनि हाम्रो 3600 वसन्त पार हुन लागिसकेको छ। अब आउने पुष 17 गते 37मा स्थापना दिवस हुँदैछ तपाईँ हाम्रो माझमा, यसलाई हामीले ध्यानमा राख्दै कामको कुरालाई बुझौँ, नकामको कुरा छोडिदिउँ। हामीलाई जौन पार्टी आए पनि केही रहन्छ, हाम्रा बाबुआजूले जदो बराजु भन्दा भन्दै उनको दिमाग जुनी बितो, अझ उही जदो बराजुको ऊ हटेको छैन। यो सिस्टम आयो, अब फेरि हो समयवादी हो भनेर माओवादीले बडा आन्दोलन ल्यायो, तब पनि कोही
समयवादीको कोही नारा मात्रै रह्यो, कसैलाई कोही अधिकार पाउन सक्यो छैन कसैले। त्यसो गर्दा आफ्नो घरमै रहनु र आफ्नो घरबाट अधिकार खोज्नु र आफ्नो सन्तानलाई अधिकारबाट वञ्चित नहुन दिनु नै हाम्रो ठुलो कर्तव्य हो। यसलाई हामीले ध्यानमा राख्दै समयको पाबन्दी छ, वक्ता बोल्नै छ, उहाँ वक्ताको कुरामा ध्यान दिएर बुझेर काम लिनुहोस् भन्दै हिजो अस्ति 15-17बाट चुनिनु भएको हाम्रो इन्द्र कुमार गुरुङजीको अध्यक्षतामा ऊ भइसकेको उसले जे भए पनि मङ्गलमय बनाउनु होला भन्ने कुरालाई कार्यक्रमलाई बढी ध्यान दिनु होला भन्दै यही चिजमा म शुभकामना दिँदै बिदा हुन जान्छु। जय मङ्गल।